हरियो मकै टन्नै खाइयो मिठो थियो है मिलियो यो अब ढोड नेपालमा भए मजाले भैँसीलाई गाईलाई खाइन्थ्यो एउटा पालो न त गाई अब पाल्नु पर्छ दुध पनि खानु पाइन्छ चर्नलाई यहीँ घाँस भइहाल्छ हाम्रो टन्नै बारीमा के छ विचार अब त्यही गर्नु पर्ला मकै बारी मलिलो छ नि हेर नि अब के रोप्ने सिजन आयो यहाँ अब साग रोपिएछ हरियो साग रायोको साग अब रायोको साग भनेपछि अरू खासै छैन अब अर्को समयसम्मलाई हो र राम्रो है माटो मलिलो रहेछ मकै बारी कति त स्क्वायर ल्याएर खाएको छ अलिअलि चराचुरुङ्गी जीव जनावरलाई नै खुवाउनु पर्छ कि अनि आफूलाई राम्रो हुन्छ